चाहिँ जसले भन्नुभयो धेरै प्रकारले सहयोग पुऱ्याएर विभिन्न ठाउँमा त्यसलाई सफा गरिकन फेरि सुचारू रूपमा गाडी मान्छे हिँड्नको निम्ति आउजाउको निम्ति धेरै कष्ट समाजलाई उहाँले सहयोग पुऱ्याइदिनु भएकोमा र सँगसँगै फेरि अर्को पनि हामीले हाम्रा ट्राफिककोशी एसआई सबिन दर्नाज्यूले पनि भोलिपस्टको गेटको अगाडि जुन हाम्रो त्यहाँनिर ट्राफिक पोस्ट छ त्यहाँबाट उहाँले पनि 24 घण्टा निरन्तर भगवान गरेर तलबाट आउने गाडी र माथिबाट आउने गाडीहरू सबैलाई मिलाएर स्कुल वरिपरि स्कुल भएकोले गर्दाखेरि उहाँले सुचारू रूपमा अहिलेसम्म नानीहरूलाई कुनै पनि प्रकारको दुर्घटना हुन नदिइकन उहाँले जुन प्रकारको अहिलेसम्म कार्य गरिरहनु भएको छ र यस्तै कार्य उहाँहरूले रहन्जेल हाम्रो सुनादा समाजलाई ठाउँलाई सुरक्षित बनाइ क्षेत्रलाई राम्रो प्रकारको सेवा दिएको कारणले नै आज हामी उहाँहरूलाई एउटा सानोबडे प्रशंसा पत्र हामी दिन गइरहेका छौँ र यो प्रशंसा पत्र हाम्रा समष्टि युवा शक्तिका सचिव किरण गुरुङले ज्यूद्वारा पठन गरिदिनु हजुरहरू समक्ष हामी प्रशंसा पत्र यहाँहरू समक्ष हाजिर गरेको हजुरहरूलाई सम्मान स्वरूप अदापन गर्न लागिरहेको युवा शक्ति परिवारको पक्षबाट सर्वप्रथम हामी युवा शक्ति केसीहरू पक्षबाट हाम्रो सबलाई है अदापन गर्न लागिरहेको छौँ। सरलाई पनि भाइस प्रेसिडेन्टको विषयमा हेरेर म हजुरहरूको यो प्रशंसा पत्र पठाउन लागिरहेको छु। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति सुनादा पचेङ समष्टि अभिनन्दन पत्र सेवामा श्री योगेश अधिकारी इन्चार्ज सुनादा पुलिस आउट सुनादा दार्जिलिङ। हजुरले आफ्नै सेवाकालमा समाज र जनताका हितका लागि जुन निस्वार्थ भावनाले निरन्तर योगदान दिनुभएको छ त्यसप्रति हामी अत्यन्तै गर्वित र आभारी छौँ। समुदायमा शान्ति सुरक्षाको भावना जागृत गर्दै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउन हजुर जस्तो समर्पित र प्रेरणादायी व्यक्तित्वको अद्वितीय उदाहरण हो। हजुरको कर्मठता अनुशासन र सेवाभावले युवा पुस्तालाई प्रेरणा प्रदान गरेको छ। हामी हजुरको आगामी दिनहरू अझ उज्जवल सफल र समाजमुखी बनुन् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। हजुरको जीवनमा उत्तरोत्तर प्रगति सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै यस अभिनन्दन पत्रद्वारा हजुरप्रति हार्दिक सम्मान अर्पण गर्दछु। समस्त युवा शक्तिको पक्षबाट शुभकामना सहित अध्यक्ष माइकल गुरुङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति सुनादा पचेङ समष्टि। अब यो एउटा म विशेष कुरा यहाँ भन्न चाहन्छु। यो जुन चाहिँ हामीले तपाईँहरूसँग लगायत यहाँ स्वयं म सुनादा पचेङ समिति साथसाथै केन्द्रीय समिति युवा शक्तिबाट पनि तपाईँहरूलाई यो जुन चाहिँ हामीले सम्मान हार्दिक मोर्चा सुनादा पचेङ समष्टि युवा शक्तिका अध्यक्ष माइकल गुरुङको बाहुलीबाट हाम्रो अति आदरणीय योगेश चौधरी कार्य गरिरहेको छ। उहाँहरूले प्रदान गरिरहेको हाम्रा अति आदरणीय श्री सबिन दर्नाज्यूको प्रशंसा पत्र यहाँ समक्षमा पठन गरेर साझा गरिरहेको छु। भारतीय गोर्खा प्रशंसा पत्र सेवामा श्री सबिन दर्नाल, पिता स्वर्गीय सीएम दर्नाल, भोटिया बस्ती दार्जिलिङ। जीवनलाई जिउँदै जाँदा आफूलाई विभिन्न रूपले ढाल्न सकिन्छ र कुनै पनि कार्यद्वारा जीवनलाई परिभाषित गर्न सकिन्छ। त्यसै गरी श्री सबिन दर्नालले आफ्नो ट्राफिक प्रशासनसँग सम्बद्ध गराएर आफूलाई जीवनलाई परिभाषित गर्नुभएको छ। सन् 2002मा पश्चिम बङ्गाल प्रहरी विभागमा प्रवेश गरी आजसम्म 23 वर्ष निरन्तर सेवामा रहनुभएको छ। पछिल्ला 3 वर्षदेखि सुनादा ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। सुनादा बजारको भिडभाडलाई सहज रूपमा नियन्त्रित गर्दै प्रत्येक चालक वर्गसँग सौहार्दपूर्ण व्यवहार गर्दै आफ्नो कार्यभारलाई उत्कृष्ट ढङ्गले निर्वाह गर्नुभएको छ। यहाँको यस्ता निष्ठापूर्ण कार्य र दायित्व निर्वाह गर्ने क्षमतालाई सम्पूर्ण सुनादावासीहरूले
उच्च सलाम गर्नुपर्ने हुन्छ। यहाँको यस प्रशंसनीय सेवाको अध्यक्षहरू यो प्रशंसा पत्र अर्पण गर्दै आगामी दिनहरूमा पनि यस्तै जनसेवामूलक कार्यहरूमा निरन्तर संलग्न रहनुहुने विश्वास गर्दछु। साथै यहाँको उत्तम सुस्वास्थ्य दीर्घायुको हार्दिक कामना गर्दछु। समस्त युवा शक्तिको पक्षबाट शुभकामना सहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति सुनदा पश्चिम समष्टि। आदरणीय सुश्री सविता नाथजीलाई हाम्रो युवा शक्तिका प्रवक्ता आदरणीय भाइ श्रीमान प्रवत प्रसादीको पावनीबाट हामी स्वागत गर्न लागिरहेका छौँ। धेरै धेरै धन्यवाद। आजको दिन है एउटा जुन प्रकारले मैले एउटा सोनादा थानामा यो सोनादा आउटपोस्टमा बसेर 1 वर्षको कार्यरतमा मैले जुन कुरा काम गरेँ त्यसको प्रशंसा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आशा गर्छु कि फ्युचरमा पनि यसरी नै अझै अगाडि बढ्दै जाउँ, राम्रोसँगले काम गर्दै जाउँ र यो जुन प्रकारले हामीले दार्जिलिङ पुलिसले लागू पदार्थको एगेन्स्टमा लागेका छौँ यसलाई हामीले पूर्ण रूपले सोनादाबाट र यहाँ दार्जिलिङबाट नै यसलाई हटाउन सकोस् भन्ने मेरो एउटा इच्छा छ। हामी सबैले यसमा काम गरिरहेका छौँ र अझै तपाईँहरूको पनि सपोर्ट पाउँदा धेरै धेरै खुसी लाग्छ। आशा गर्छु कि अझै फ्युचरमा यसरी नै तपाईँहरूको सपोर्ट पनि पाऊँ र यो चिजलाई हाम्रो समाजबाट पनि हटाउने कोसिस गरौँ। त्यति नै भन्नु म मेरो आफ्नो सानो वक्तव्यलाई समाप्त गर्छु। आउने दिनहरूमा पनि म यसरी नै काममा लागि गरिरहेको हुन्छु। सबैलाई यो प्रोग्राम चाहिँ मेरो ड्युटी छ, त्यसले गर्दा हेरेको ज्यादा हुन्छ।